अब यसलाई नुहाउनु पर्छ कि भागेको छ पक्री त्यसलाई अब नुहाइए स्याम्पू त्यहाँ के ओछाड नुहाइदिनु पर्छ नि उयो पर्दैन बहिनी आइज यहाँ पक्रिँदै नुहाउनु पर्छ सानोमै नुहायो भने मात्रै मान्छ भोलि पर्सि बिट्टु नयाँ रे अब म त नुहाउँछु ल ए लाफरे लिनु स्याम्पू मिठो गनाउँछ नि खोलिदिएको छु ल भट्टी डाँडामा पुर्याउनु पर्छ है पानी चाहिँ सकाइसक्यो पर छ तातो पानीले नुहाउनु किन हुन्छ ल स्याम्पूले नुहाइदिन्छ त माथि त हुड यसलाई रिस उठ्दै होला नि हुड जाडुमा नुहाइदियो भनेर रिस उठ्दै त होला मजाले मार्दिनु उसको कानहरू कति मैला कति दिन पर फ्याँकिरहेको त जो कोसरो मरेन बुल्लु त्यहाँदेखि चाहिँ घाम ताप्नु पर्छ उसको उयोमा पस्छ होला नि गुडमा भाग्नु खोज्दैछ अहिले नुहाउनु नमान्नेले धुलाई भेट्छ त्यो खुट्टा मारिदिनु अलिक उसको कालो रहेछ नि यहाँ त साबुन ल्याइदिउँ होइन साबुन हेर उपियाहरू कत्रो ढेडी उपिया परेको रहेछ आँखा त पोल्दैन नि स्याम्पो आँखामा त लगाइदिएको पनि छैन उपिया पनि छ है छिछि